नमस्ते, म कल्पना। यहाँलाई स्वागत छ मनको गाँठो पडकास्टमा। हरेक हप्ताको शनिबार स्पोटिफाई फर क्रिएटरमा साँझ 6 बजेदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्वहरूसँगको कुराकानी तपाईँले सुन्दै आउनु भएको छ। आज पनि मनको गाँठो पडकास्टमा युवा पत्रकार सावित्री विश्वकर्माको अनुभव लिएर म तपाईँमा आइसकेकी छु। सावित्रीजी, यहाँलाई स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद। तपाईँलाई गीत गाउन असाध्यै मनपर्छ, एउटा गीत गाइदिनुहोस् न। थ्याङ्क यू सो मच। मलाई गीत गाउन एकदमै मनपर्छ, अझ धेरै चाहिँ सुन्न मनपर्छ। मलाई यो स्वर लय चाहिँ राम्रो छैन, गुनगुनाउन चाहिँ राम्रो लाग्छ। हजुरले भनिहाल्नुभयो, एउटा छोटो मात्रै गाए है। पर लैजाऊ फुलहरू छोपिदेऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पर लैजाऊ फुलहरू। थ्याङ्क यू। यति राम्रो गीत गाउने मान्छे पत्रकारितामा किन लाग्नुभयो? राम्रो, हजुरलाई सुन्दा चाहिँ भन्नाले हामीले सामान्य रूपमा सुन्दा चाहिँ ठिकै लाग्छ होला, मलाई नि गुनगुनाउन ठिकै लाग्छ। तर पत्रकारिता चाहिँ मेरो पहिलेदेखिको इच्छा, एउटा प्यासन भन्छन् नि, अनि यो पत्रकारितामा चाहिँ एउटा प्यासनेट भएर लागेको मान्छे। मेरो काम नै पत्रकारिता क्षेत्रबाट नै सुरु भयो। सायद त्योभन्दा अरू फिल्डतिरबाट सुरु हुन्थ्यो, त्योभन्दा अरू क्षेत्रको कुराहरू मलाई अलि थाहा हुन्थ्यो। अरू ठाउँमा भिजेको भए चाहिँ अरू क्षेत्रमा पनि हुन सक्थे। तर म जब चाहिँ काम गर्नुपर्छ, काम यस्तो हुन्छ भनेर मलाई थाहा भयो, मलाई पत्रकारिताबाट नै थाहा भयो। यो पत्रकारिता गरिरहँदाखेरि तपाईँलाई एकदमै दुःखको अनुभव, किन चाहिँ म लागेछु पत्रकारितामा भन्ने खालको त्यस्तो सम्झना छ कि छैन? पत्रकारितामा किन लागेछु भन्ने चाहिँ होइन, तर दुःख समय एकै नास हुँदैन। आफूसँग साधनहरू नहुँदा कहिलेकाहीँ अब दाई भनिएका व्यक्तिहरू हामी त सबैलाई सम्बोधन गर्ने, एउटा विश्वास गरेर उहाँहरूसँग बाइकमा बसेर जाँदा अनि उहाँहरू आफैले चाहिँ नभएका कुराहरू गर्ने, अनि अरू व्यक्तिहरूले पनि नभएका लालछनाहरू लगाउने, अनि आफूसँग एक्लै बस्ने, अनि आफूसँग चाहिँ कोही बलियो आधार नभएको हुनाले चाहिँ कहिलेकाहीँ कस्तो लाग्ने भनेपछि कस्तो एक्लै जस्तो लाग्ने। त्यो कुराले चाहिँ आफूलाई एकदम दुखित बनाउँथ्यो कि पहिला। अब चाहिँ त्यो कुराहरूसँग बिस्तारै बानी पनि हुँदै भयो। जस्तो पत्रकारितामा एउटा उत्साहीका साथ लागिरहनु भएको छ, किनले यस्तो उत्साही र म पत्रकारितामा टिक्न सक्छु, गर्न सक्छु भन्ने चाहिँ बनायो त? मैले मेरो अस्तित्व पत्रकारितामा पाएँ। मलाई समाज पढ्न मनपर्छ, समुदायका मान्छेहरू पढ्न मनपर्छ। पत्रकारितामा मैले त्यो अवसर पनि पाएँ। अघि नै मैले भनिहालेँ होइन, जहाँ इच्छा त्यहाँ उपाय। आफूसँग इच्छा हुनु पर्यो, उपाय छ र त्यो पेसामा टिकिरहन सकिन्छ। यो कुराकानी गर्यौं हामीले पत्रकार सावित्री विश्वकर्मासँग। अर्को हप्ता अर्को नयाँ कथासँगै तपाईँमा आउनेछु। तपाईँका केही सुझाव छन् भने newskल्पना.075@gmail.com मा पठाउन सक्नुहुन्छ। नमस्ते।